कानुन बन्नुभन्दा पहिला राज्यले आफ्नो नीति तय गर्छ। त्यसपछि त्यही नीतिलाई कार्यान्वयन गर्न आवश्यक कानुनको मस्यौदा तयार गरिन्छ, छलफल हुन्छ, परिमार्जन गरिन्छ र अन्तिममा संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि त्यो कानुन बन्छ। नमस्कार, म शोभिता गौतम, कानुन न्याय तथा संसदीय मामिला मन्त्री। हामी नेपाल कानुन आयोग ऐन 2063लाई संशोधन गर्ने तयारीमा छौँ। कानुन निर्माण प्रक्रिया अत्यन्तै धेरै जटिल र प्राविधिक प्रक्रिया भएको कारणले गर्दा विश्वका धेरै मुलुकहरूमा विधेयक तर्जुमा गर्ने छुट्टै संस्थागत संयन्त्र रहेको छ। नेपालमा पनि त्यो भूमिका अझ बढी प्रभावकारी रूपमा नेपाल कानुन आयोगले निर्वाह गर्नुपर्छ भन्नेमा मेरो दृढ विश्वास छ। कानुन परिमार्जन कुनै व्यक्तिको व्यक्तिगत इच्छा भन्दा माथि संस्थागत विशेषज्ञताले निर्देशित हुनुपर्छ भन्ने मलाई लाग्दछ। तर अघिल्ला केही वर्षहरूमा चाहिँ सरकारी विधेयकहरूको मस्यौदा तयार गर्दाखेरि बाह्य कन्सल्टेन्टहरू संलग्न गरिने अभ्यासहरू पनि देख्यौँ। बाह्य कन्सल्टेन्टहरू संलग्न हुने मात्रै होइन, बाह्य कन्सल्टेन्टले नै कानुनहरू लेखिदिने, मस्यौदा तयार गरिदिने पनि देख्यौँ। त्यसमा हामीले खुलेर संसदभित्र आफ्ना असहमतिहरू व्यक्त गरेका थियौँ। कानुन राज्यले जे नीति तय गर्छ त्यही अनुरूप बनाउनुपर्छ। कानुन इन्फ्लुएन्सर अथवा बाह्य परामर्शदाताले बनाउने होइन, राज्यको संस्थागत अनुभव, विज्ञता र निष्पक्षताको आधारमा तयार गरिनुपर्छ। राज्यले जे नीति लिन्छ त्यसकै आधारमा तयार गरिनुपर्छ। भनिन्छ नि, गुड लज आर नट मेड बाई चान्स, दे आर मेड बाई केयरफुल डेलिबरेसन। असल कानुनहरू संयोगले बन्दैन, गहिरो अध्ययन, व्यापक विमर्शका साथै संस्थागत प्रक्रियाबाट निर्माण हुनुपर्दछ। त्यसैले नेपाल कानुन आयोग ऐन संशोधन मार्फत हामी नेपाल कानुन आयोगलाई सरकारी विधेयक तर्जुमाको चाहिँ मुख्य संस्थागत निकायको रूपमा अझ सुदृढ रूपमा विकास गर्ने तयारीमा छौँ। कानुन निर्माणलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यक्ति निर्भर अभ्यासबाट संस्था निर्भर प्रणालीमा रूपान्तरण गर्ने मेरो यो निरन्तर प्रयास रहिरहनेछ। हामीले यो विधेयकको मस्यौदा सार्वजनिक रायको लागि वेबसाइटमा पनि प्रकाशित गरिसकेका छौँ। जनताको सहभागिताले मात्रै कानुनलाई दीर्घकालीन स्वीकार्यता दिन्छ भन्ने मलाई लाग्दछ। त्यसैले म सबैमा प्रस्तावित विधेयकको मस्यौदामा चाहिँ सुझाव दिन र नेपालको कानुन निर्माण प्रक्रियालाई अझ बढी उत्तरदायी बनाउने यस यात्रामा सहभागी हुनको लागि म आग्रह गर्न चाहन्छु। हाम्रो कानुन मन्त्रालयको वेबसाइटमा उपलब्ध छ, त्यहाँ गएर सुझाव दिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। हवस् त, नमस्कार।